यो भिडियो केवल मनोरञ्जनका लागि मात्र बनाइएको छ। यसमा व्यक्त गरिएको विचार व्यङ्ग्यात्मक र हाँसो मजाकको लागि मात्र हो। अरे अब त यो लाइन मम्मीहरुको ट्रेडमार्क डायलग जस्तो भइसक्यो। फेरि हामीले भन्न पनि त केही मिल्दैन। झन् मोबाइल चलाएर भन्ने डायलग त इपिक नै छ। मम्मी टाउको दुखो। अझै मोबाइल 24 घण्टा टाउको नदेखेर तेरो चाक दुख्छ त। मम्मी यो पाली म एक्जाममा फेल भएछु। मोबाइल चलाउन कम भएछ नि बाबु। अर्को पाली अझै धेरै चला अनि पास हुन्छस्। आजकल के साह्रो निन्द्रा लागेकोलाई गर्छौ मलाई। मोबाइल धेरै चलाएर। आम्मा मामा यो पाली कत्रो धेरै बिजुलीको बिल आएको हौ। तैले मोबाइल धेरै चलाएर। आजकल के भएको खै केही खानेकुरा नि मिठो लाग्दैन हौ मलाई त। मोबाइल तैले धेरै चलाएर। मम्मी टुकुची आन्टीले बच्चा जन्माइन अरे। तैले मोबाइल धेरै चलाएर। यार मम्मीहरुको लोजिक नै वर्ल्ड क्लासको वाहियात लोजिक छ। यो सब त ठिकै थियो। कुखुराले अन्डा नपार्दा नि मैले मोबाइल चलाएर आऊ कसरी? हाम्रो मम्मीले छोराछोरीको इज्जत उतार्न क्या मजा आउँछ भने नि, न त टाइमिङ नै हेर्नुपर्छ न त ठाउँ, बिना वार्निङको सिधै स्टार्ट। एक्लै भेट्दा त ठिकै थियो, पाहुनाको अगाडि पनि कहिले बुद्धि आएन यसको। यसो घरको काममा हात बटाउ भने त यति पनि छैन यसलाई। म भने यसको लागि यति गर्छु, उ भने चाहिँ खाना खाने र टोइलेट जानेदेखि बाहेक केही काम गर्दैन। म बोले भने नि बोलेको देखिसदैन, म त केही बोल्दिन, चुपचाप बस्छु जहिले। म त सिर्फ पानी खान गएको थिएँ, तर इज्जतको धुलाइ गर्न डिटर्जेन्ट चाहिँदैन, मात्र डायलग भए पुग्छ। कस्तो डायलग? स्टार्टिङको ग्यारेन्टी दिन सक्दिन, तर एन्डिङ 100% नराम्रो। मेरो छोरा त राजा जसरी बसेछ नि, न केही काम लगाउँछौ हामी। भनेको कुरा त ठ्याक ठ्याकै पुरा गर्देको छ नि हामीले सबै यसको। फेरि कति लजाउँछ भने नि, हेर्नु न अझैसम्म बाहिर निस्केकै छैन। बाबु बाहिर आएछ त हेर को आउनु भएको छ। चिन्यौ बाबु, यत्रो सानो थियो म आउँदाखेरि, अहिले त हलक्कै बढेछ। हेर त कति छिटो चिन्दै नचिनिने भएको हौ। अब म के सानोको फोटो छातीमा टाँसेर हिँडौँ तैँले चिन्छस् भनेर? मलाई चिनिनस् रे। चिन्ने गरी तैँले के गरेछस् र मैले तँलाई चिन्न पर्यो? झन् तँ आएपछि त केही न केही बहाना बनाएर मैले गाली खाक्कै हुन्छु। चिनिन त मैले। नमस्ते गर्नु पर्दैन, चिया फुला फुला राजा सम्झिन्छस्। नमस्कार। चिया बाबु चिया बनाएर ले त। मम्मी आज हल्का नाटक पार्छस्, चाँदो पक्क हुन्छ। चिया त यसले कति मिठो पकाउँछ भने नि भनी साध्य नै छैन। मम्मी लाइटर खोइ? त्यही टेबलमा छ हेर्न। खोज्ने बानी त कहिले भएन यसको, आँखै अगाडि पनि देख्दैन यसले। दुध कति गिलास हाल्नु? 2 गिलास कि 3 गिलास? मिलाएर हाल्न। बेला बेला कन्फ्युज त भइहाल्छन् नि, सानै त छन् अहिले। के को सानो हुनु, बुस्तिक्रे भइसकेछ नि अहिले। चिनी त 2 चम्चाले लाग्छ होला है? पुग्छ। अलिक यस्तै हो कहिले काहीँ। तपाईँको छोरा त यति भयो नि गर्दो रहेछ। मेरो छोरा त सिङ्को नि भाँच्दैन। हेर त कस्तो मजाले भनेको माने, आफ्नो छोरो त ढलेको गिलास पनि उठाउँदैन। मम्मी चिया त कस्तो सेतो देखियो त हौ। म आइहाले ल, एकछिन ल, 2 मिनेटमा आइहाल्छु। बस्दै गर्नु है, अल्छी त लागेको छैन नि तँलाई? कता यति नै गर्दैनस्, नाक नै काटेर छाड्दिने भयो यसले। अब चिया टेस्काउन पनि आउँदैन। चिया रङ चाहिँ के छिमेकीले हालिदिन्छ भनेर पर्खेको, न नमस्ते गरेछ, के संस्कार दियो भनेर सोच्यो होला। आफ्नो त इज्जत थिएन, हाम्रो पनि इज्जत माटोमै मिलायो यसले। अब त चिया दिन मात्र बाँकी छ, तँ त सक्नुहुन्छ होला नि महाराजा। मम्मी कुन कपमा ल्याउनु? अस्तिको नयाँ कपमा कि यही गिलासमा ल्याऊँ? मेरो टाउकोमा ल्याएर खनाइदे, मार्दे मलाई। के छ र तेरो बाउले अर्कै आमा बिहे गरिहाल्छन्, म किन चाहियो र? यो घरमा कहिले सुखले बस्न दिएनन् मलाई। यो डायलग त हाम्रो घरको नेसनल एन्थम भइसक्यो। मम्मीको कानुन दैवले नै जानुन्।